हेलो साथीहरु, नमस्ते। हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले चाउचाउ फ्राई गर्ने सजिलो रेसिपी लिएर आइसकेकी छु। भिडियोमा देखाए जस्तै चाउचाउ फ्राई गर्नको लागि मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। अब सुरु गरौँ है त। यसले चाहिने सामग्रीहरुबाट मैले यहाँ मसिनो गरी काटेको धनिया लिएकी छु, त्यसैगरी बन्दालाई पनि मसिनो गरी काटेकी छु र टमाटर प्याजलाई पनि काटेर राखेकी छु। त्यसैगरी मैले थोरै अदुवा र लसुनलाई पनि काटेर राखेकी छु। त्यसैगरी मैले लिएकी छु भिजाको चना मटर र चाउचाउ फ्राई गर्नको लागि मैले 2 प्याकेट चाउचाउ लिएकी छु। अब ग्यासको फ्लेम अन गरेर पानी उमाल्ने र पानी उम्लिसकेपछि त्यसमा चाउचाउलाई राख्ने र चाउचाउलाई 70% जति पाक्नको लागि छोड्दिने। चाउचाउ यतिको पाकिसकेपछि एउटा भाँडामा खन्याएर त्यसको पानी फाल्नुपर्छ। र अब चाहिँ मैले चाउचाउ फ्राई गर्नको लागि यहाँ कराईमा 2 चम्चा जति तेल हाले। त्यसपछि मैले थोरै जिरा फुराएर प्याजलाई राम्रोसँग फ्राई गर्दै छु। प्याज यतिको फ्राई भइसकेपछि मैले त्यहाँ काटेको अदुवा र लसुनलाई राखे र लसुन अदुवा फ्राई भइसकेपछि मैले टमाटर राखेर चलाउँदै छु। त्यसपछि अब चाहिँ भिजाको चना र मटरलाई राम्रोसँग फ्राई हुन दिने र त्यसपछि मैले यहाँ काटेको बन्दालाई राखेकी छु। हजुरहरूले अरु भेजिटेबल्सहरु पनि राख्न सक्नुहुन्छ। मलाई चाहिँ चाउचाउ फ्राईसँग अमलेट एकदमै मन पर्ने हुनाले मैले यहाँ अमलेटको लागि पनि तेल तताउँदै छु। र सबै थोक यतिको पाकिसकेपछि मैले यहाँ स्वाद अनुसार नुन एड गरेकी छु। त्यसपछि मैले थोरै जिरा पाउडर एड गरेकी छु। त्यसपछि स्वाद अनुसार खोर्सानी पनि एड गरे र अन्तिममा मैले चाउचाउको मसलालाई पनि एड गरेकी छु। यता चाहिँ अमलेटको लागि तेल पनि तातिसकेको छ र सबै थोक यतिको पाकिसकेपछि मैले अघि पकाएर राखेको नुडल्सलाई एड गरेकी छु। अब अमलेटको लागि यो तातिसकेको तेलमा मैले अन्डा फुटाएर राख्दै छु। चाउचाउ यसरी एड गरिसकेपछि राम्रोसँग चलाउनु पर्छ, सबैतिर मसला लाग्ने गरी। मैले अन्डामा स्वाद अनुसार नुन राखेकी छु। त्यसैगरी थोरै जिरा धनियाको पाउडर पनि राखेकी छु। त्यसैगरी थोरै गरम मसला पनि राखेकी छु। यता चाहिँ चाउचाउ फ्राई भइसकेको छ। त्यसैगरी अन्डालाई अर्कोतिर फर्काएर एकछिन फ्राई हुनको लागि छोड्दिने र अन्डा पनि फ्राई भएर रेडी भइसकेको छ र अब चाहिँ सर्भ गर्नको लागि रेडी भइसकेको छ। मैले एउटा प्लेटमा चाउचाउलाई राखे र त्यसपछि मैले काटेको धनियालाई राखे र अघि फ्राई गरेको अमलेटलाई पनि राखे त्यसमाथि र मैले काटेको प्याजलाई पनि राख्दै छु र त्यसपछि अन्तिममा मैले कागती राखेकी छु। अब चाउचाउ फ्राई खानको लागि रेडी भइसकेको छ र अन्त्यसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न र भिडियोलाई लाइक कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।